डराउनु भनेको चाहिँ जस्तो नयाँ मान्छे आएर एकदम एक्साइटेड भएर गएर मुखमा चाट्न जानु पनि त्यो डराएर हो कि त्यो कुरालाई नै बुझ्नुपर्छ। अनि त्यति बेला नै हामीले यसलाई त्यसरी नै ट्रिट गर्छौँ, नो नडराउ भनेर, नउफ्र तिमी त्यो मान्छेलाई भेट्नै नजाऊ होइन, त्यो मान्छेले रियाक्टै नगर, त्यसरी सिकाउनु पर्छ। अनि अब सबैको आफ्नो आफ्नो स्टाइल हुन्छ होइन डग ट्रेनिङमा, कसैले अब के गरेर हटाउने भन्छ डरलाई कसैले के गरेर हटाउने भन्छ। मलाई चाहिँ के लाग्छ भने हामीले चाहिँ कसरी गर्छौँ भने त्यो डरलाई हटाउने भन्दा पनि त्यो डरलाई गाइड गर्ने, पहिला कहाँ डराउने कहाँ नडराउने भन्ने कुरा म भन्छु होइन, तिमी आफै त यसै डराउने होइन, म भन्छु आई टेल यु कहाँ डराउने कहाँ नडराउने भनेर। त्यो चाहिँ मैले कसरी भन्छु त भन्दाखेरिमा पहिला सुरु मैले भनेपछि डराउने होइन। जस्तै फर इक्जाम्पल अहिले मैले केही भनेको छैन त्यो डराउनु परेन होइन। जस्तै यताउताको साउन्ड सुनेर चनाको बन्दैछ सुन्न लागेको बेलामा मैले भनेपछि त्यो साउन्ड वाज लाइक मैले डराउने साउन्ड प्रड्युस गरेको त्यो साउन्ड इज डिजाइन एक्ज्याक्टली। सो मैले भनेपछि भुट्यो टुटुवेल तिमीले जे गरेर त्यो रोक र डराएर खाना लागेर त्यो काम छोडेको भिडियो गर्छ। सो योबाट स्टार्ट गर्छौँ हामीले एन्ड देन अरू कुरा ट्रेन गर्छौँ कि, अनि त्यसपछि आउँछ अरू कुरा। अनि जुन जहाँसुकै जेसुकैसँग डराओस्, जस्तै नयाँ मान्छेसँग, अनि तर यो सबभन्दा गाह्रो टाइपको कपी हो है। यसमा चाहिँ यो पहिला लाग्छ कि जस्तो सानो अरू कपीलाई होइन तपाईँले सिम्पल यस यस भन्दै फुड दिएर मात्रै पनि धेरै कुरा सिकाउन सक्नुहुन्छ र त्यो मिल्दै जान सक्छ। तर यस्तो डराउने कपी चाहिँ के हुन्छ, फुडले मात्रै सिकायो भने चाहिँ उसको डराउने फ्याक्टर चाहिँ उसको भित्र बसिरहन्छ कि, उसको डराउने फ्याक्टर चाहिँ निकाल्न पठाउन सकिँदैन। सो मलाई थाहा भएको मैले युज गर्ने चाहिँ एकदम कमन आइडिया चाहिँ त्यो हो होइन। पहिला आफूसँग बसाइदिने, आफूसँग मैले कुनै साउन्ड निकाल्दाखेरि मात्रै स्पेसिफिक कन्डिसनमा चाहिँ मसँग डराउनु पर्छ भनेर बुझाउने, अनि त्यसपछि अनि अब संसारमा अरूसँग डरायो भने म त्यही साउन्ड निकालिदिन्छु, उल्टै मसँग चाहिँ डराउँदिनँ होइन, अरू कुरालाई चाहिँ म ह्यान्डल गर्छु, तिमी डराउनु पर्दैन। त्यो खालको साइकोलोजिकल डेभलपमेन्ट गर्दै जान सक्यो भने त्यो पपी पछि अग्रेसिभ हुँदैन। नत्र डराउनु भने चाहिँ अग्रेसनसँग एकदमै रिलेटेड हो कि, डरायो भने चाहिँ पपी अनि त्यो 1.5 वर्ष हुँदाखेरिमा जुन त्यो डर मच्योर हुन्छ नि, त्यो डर मच्योर भएपछि त्यही डर चाहिँ अग्रेसन भन्छ क्या। पहिला सानोमा चाहिँ त्यो डर तपाईँको एक्साइटमेन्ट भन्छ होइन, सानोमा चाहिँ त्यो डर ह्याप्पिनेस जस्तो पनि देखिन्छ कहिले, पुरै पपी एक्साइटेड भएर तपाईँको उफ्रिन्छ अनि त्यो मुखमा चाट्न आउँछ होइन, कहाँ कहाँ कराउँछ, वरिपरि घुम्छ, युरिनेट गर्छ कहिलेकाहीँ होइन, त्यो सबै चाहिँ एक्साइट, त्यो पनि डरको एउटा रूप भयो। अनि तर त्यही कुराहरू चाहिँ अब मच्योर हुँदै गयो भने चाहिँ 1.5 वर्ष 2 वर्ष हुँदाखेरि मात्रै त्यो मच्योर भएर चाहिँ त्यो चाहिँ अनि अग्रेसन भन्छ, अनि टोक्छ होइन। सो यसलाई राम्रोसित डिल गर्नुपर्छ, इट्स अ सिरियस थिङ होइन, कुकुरले टोक्यो भने अब क्यान बी ब्याड। सो द्याट्स इट बिङ सेड, I'll see you next time with a new video.